हेलो गाइस, आज चाहिँ म यति धेरै करेन्ट चाउचाउ बनाउन गइरहेको छु। यसमा चाहिँ 8वटा र हामी चाहिँ सिजन पेपर राख्दैछौँ। उता चाउचाउको पेटी छ गाइस, देखाइदिनु त। तर खाली भइसक्यो गाइस र आउनु सब चाहिँ हामी बनाउन गइरहेको छौँ। गाइस यसमा चाहिँ पानी उबाल्न राखेको, पानी उबालिसक्यो। अब छिटो चाउचाउलाई पनि उबाल्नु पर्छ। चाउचाउ चाहिँ छोरीले सबै हालिदिनु करेन्ट चाउचाउ चाहिँ यो चाहिँ नेपालबाट मगाएको। अनि चाहिँ हामीले पाक्नलाई छोडिदिउँ, छोरी चलाइरहेको छिन्। अनि म चलाउँछु ल्याऊ भने मैले चाहिँ। अनि त्यसपछि चलाउनु लाग्यो है, पानीमा उम्लिरहेको थियो नि त चाउचाउ। अनि त्यसपछि चाहिँ यो चाहिँ पाकिसक्यो। अब छोरीले निकाल्न सक्दिनन्, अनि त्यही भएर चाहिँ मैले निकालेँ। अनि यसलाई चाहिँ जालीमा हालेर छानिदिएँ। अनि त्यसपछि चाहिँ म अब सबै मसलाहरू मिक्स गरिरहेको थियौँ छोरी र म मिलेर। अनि सबै मसलाहरू काटिरहेछ मैले चाहिँ। अब एकछिनमा मिक्स गर्ने हो। अनि चाहिँ हामीले अब मैले चाहिँ रातले काटेको। अनि त्यसपछि सबै हामीले मसलाहरू हालिसक्यौँ। अनि त्यसपछि मैले हातले मोलेँ है, तातो थियो त्यसैले अझ चम्मचले ट्राई गरेको। अनि त्यो त्यसले पनि राम्रोसँग मिक्स भइरहेको थिएन नि त। अनि एकछिन अनि हल्का त्यति चलाउँदै उ भयो, मैले हातले मोलिसकेँ। यो चाहिँ फाइनल सब रेडी भइसक्यो। अझ मैले टेस्ट गरेँ, एकदम मिठो बनेको थियो। अनि छोरीलाई पनि दिएको, उसलाई पनि धेरै मिठो लाग्यो। अनि अर्को सानो छोरीलाई पनि दिएको, उसलाई पनि राम्रो लाग्यो। अनि त्यसपछि चाहिँ अब हामीले अहिले कसले सक्छ छिटो भनेर चाहिँ छिटो खाइरहेको थियौँ। मैले चाहिँ धेरै ठुल्ठुलो गाँस हालिरहेको थिएँ। जसले सक्यो उसलाई चाहिँ हल्का पैसा दिने भनेर भनिरहेको थिएँ कि छोरीहरू चाहिँ, त्यही भएर फटाफट खाइरहेको थियो। म पनि तिनीहरूभन्दा छिटो खान्छु भनेर ठुल्ठुलो गाँस हालिरहेको थिएँ। धेरै मिठो लाग्यो। अनि यो चाहिँ मेरो फर्स्ट भिडियो हो। अनि साथीहरू कस्तो लाग्छ हजुरहरू चाहिँ हेरेर कमेन्ट गरिदिनु होला। अनि यति भन्दै बाई बाई।